सम्पूर्ण नमस्कार। म चाहिँ आज हजुरहरूलाई प्रेसर कति भयो भने हामी हतारिनुपर्छ अथवा हामी चाँडै स्वास्थ्य चौकी हैन अथवा स्वास्थ्य संस्था कुनै स्वास्थ्य संस्थामा दौडिनुपर्छ त्यो बारेमा कुरा गर्न गइरहेको छु है। नर्मल्ली प्रेसर तिती कति हुनुपर्छ भन्नुहुन्छ भने अहिलेको नयाँ प्रोटोकल अनुसार 120 भन्दा तल, माथिको चाहिँ है 120 भन्दा तल र तलको चाहिँ 80 भन्दा तल है। जस्तै हामीले 120/80 भन्छ भने सकेसम्म 120/80 भन्दा तल राख्नुपर्छ अथवा तल हुनुपर्छ। त्यो चाहिँ राम्रो र सुरक्षित मानिन्छ हैन। कारणवश बिपी बढ्यो हैन, अत्याधिक बिपी बढ्यो, चेक गराउनु भयो अथवा कहिल्यै चेक गराउनु भएको थिएन हैन, आज चेक गराउँदाखेरि बिपी देखियो। बिपी कति देखियो भन्नुहुन्छ भने 180/120 देखियो भने अब यो अवस्थामा हजुरहरू हतारिनुपर्छ। किन भन्नुहुन्छ भने यो अवस्थामा बिपी पुगिसक्यो भने हजुरलाई हृदयघात हुन सक्छ हैन, मस्तिष्कघात हुन सक्छ, रेनल फेल, किडनीमा समस्या भएर किडनी फेल हुन सक्छ हैन। मेनली यो तीनवटा ठाउँमा चाहिँ डाइरेक्ट असर पर्ने, यो हाम्रो भाइटल अर्गनहरुमा, संवेदनशील अङ्गहरुमा चाँडै असर पर्ने र कुनै थाहा नै नदिएर हैन। किनकि ब्लड प्रेसर भनेको के हो? साइलेन्ट किलर हो। साइलेन्ट किलरले के काम गर्छ? थाहै नदिएर मार्ने काम गर्छ हैन। त्यो कारणले गर्नमा हामीलाई कुनै पनि थाहा नै छैन हैन, औषधि खाइराखेकै छैनौँ, तर आज चेक गर्दाखेरि हाम्रो प्रेसर चाहिँ 180/120 देखियो भने अबको अवस्था भनेको एकदम जटिल र भयावह अवस्था हो। यो अवस्थामा न चिकित्सकले, न स्वास्थ्यकर्मीले र न त बिरामीले एकछिन दुई छिन हैन, एकछिन विचार गर्छु भन्न मिल्दैन है। यो अवस्थामा चाहिँ औषधि चलाएर प्रेसरलाई चाहिँ डाउन गरिहाल्नुपर्छ र घटाइहाल्नुपर्छ। र प्रेसर घटिसक्यो भने त्यसको जीवनशैलीतिर लागेर हैन, फेरि अब एकछिनमा त घट्छ, औषधि खाइयो भने प्रेसर घट्छ, अभियसली नघट्ने हैन। अब हरेक दिन खाने कि नखाने, त्यस पछाडि चाहिँ हामी कुन अवस्थामा छौँ हैन, हाम्रो प्रेसर कति कन्ट्रोल अवस्थामा भइरहेको छ भनेर डेली चेक गर्ने, डेली प्रेसर मोनिटर गर्ने, बढ्न नदिने गरेर हामीले चाहिँ के गर्न सकिन्छ भन्नुहुन्छ भने समयमै पत्ता लागेको चिजलाई समयमै निवारण गरेर लङ टर्म औषधि खाँदाबाट पनि बच्न सकिन्छ। र त्यो सँगसँगै हामीलाई चाहिँ जुन मस्तिष्कघातको समस्या हैन, जुन हृदयघातको समस्या छ अथवा जुन किडनी फेल हुने समस्या छ हैन, हुने सम्भावना छ, यस्ता सम्भाव्यता खतरनाक अवस्थाबाट चाहिँ हामी के गर्छौँ? जोगिन र बच्न सक्छौँ। त्यही भएर प्रेसर मजाक हैन, यसलाई सिरियसली लिनुपर्छ हैन। ब्लड प्रेसर भनेको बुझ्दै नबुझेको, देख्दै नदेखेको, थाहा नथापाको चिज पनि हैन, कुनै नयाँ नौलो कुरा पनि हैन। मात्रै हामी नेपालीहरूको लापरवाही हैन, स्वास्थ्यसँग हामी त्यति धेरै संवेदनशील छैनौँ। जब हाम्रो अब ज्यानै जान्छ कि भन्ने अवस्थामा पुग्यौँ भने मात्रै हामी अलिकति हाम्रो संवेदनशीलता देखाउँछौँ। तर प्रेसर, सुगर है, यस्ता नसर्ने रोगहरूको नलागोस् भनेर हामी चाहिँ पहिला नै अलि संवेदनशील हुनुपर्छ हैन। तपाईको समय गइसकेपछि त अर्थै भएन, बगेको खोला फर्कदैन भन्ने त हामी सबै बुझेकै छौँ है। त्यही भएर कारणवश कदम कदाचित हैन हजुरहरूलाई प्रेसरले हान्यो, ब्रेन स्ट्रोक भयो, हार्ट स्ट्रोक भयो हैन, हार्ट फेलियर भयो हैन, रेनल फेलियर भयो भने त्यो अवस्थामा आत्तिएर हतारेर कुनै अर्थ नरहन सक्छ। त्यही भएर समयमै सजग बनौँ। र धेरै मान्छेहरू मसँग आउनुहुन्छ, प्रेसर चेक गर्दाखेरि कसैको 220 सम्म पुगिसकेको हुन्छ हैन, 220 तपाईँको तलको 130 सम्म पुगिसकेको हुन्छ, 140 पनि पुगेको मैले भेटाएको छु है। उहाँहरूलाई तपाईँ तुरुन्त यो औषधि खानुहोस् अथवा यो ठाउँमा जानुहोस् भनेर सजेस्ट गर्दाखेरि मलाई केही पनि भएको छैन, मलाई घुमाएको छैन हैन, मैले केही महसुसै गरेको छैन भन्नुहुन्छ, त्यस्तो हुँदैन। यो बारेमा मैले हिजो पनि हजुरहरूलाई भिडियो बनाएर भनिसकेको छु र फेरि पनि आवश्यकता भयो भने फेरि पनि अर्को भिडियो ल्याउने छु है। प्रेसर लक्षण नदेखि पनि हामी किन डराउनु पर्छ है, त्यो बारेमा पनि फेरि कुनै दिन प्रसङ्गवश कुरा गरौँला। आजको लागि भिडियो यति नै। हस्त, धन्यवाद।